हरिद्वारको महिमा। हरिद्वार सुन्नु भएको छ? जानु भएको छ? जानु भएको छैन भने पनि सुन्नु है। हरिद्वार जसलाई हरिको चरणबाट निस्किएको गंगा प्रकट भएको स्थान मानिन्छ। भगवान साक्षात नारायणको चरण प्रक्षालन यानी कि चरणबाट प्रकट भएको गंगा र गंगा जलको अद्भुत महिमा छ हजुर। गंगा जल हरिद्वारबाट जो जल भरेर ल्याउनुहुन्छ नि गंगा सागरबाट, त्यो गंगा जल घरमा पानी भर्नु, त्यो घरको पानी कहिले 2 महिना 5 महिना 6 महिना पछि लेउ आउँछ, हो कि हैन? तर त्यो गंगा सागरको जल 10 वर्षपछि पनि जस्ताको तस्तै हुन्छ। अचम्म अद्भुत। ल हेर्नुहोस् त, न त्यसमा कुनै किरा आउँछ, न त्यसमा कुनै लेउ आउँछ, जस्तो राख्नु भएको छ त्यस्तै हुन्छ। त्यसै गंगा जल होइन नि, सामान्य हो। अरू स्थानको जल भरेर हेर्नु त, अनि राखेर हेर्नु, त्यहाँको जल राखेर हेर्नु, कस्तो अद्भुत छ, चमत्कार।